गैँडाकोटको गलम्दी गैँडाकोट वान जसलाई गैँडाकोटको के भन्छन् यार यस्तो छ दृश्य। बाटो पुरै ओह्रालो छ होइन। यहाँनिर चाहिँ पहिला कच्ची हुँदाखेरि साह्रै दुःख थियो गाडीहरूलाई। ठाउँ ठाउँमा ढलान पनि गरेको छ। अहिले धेरै सुधार भएको छ। गर्मी छल्न चितवनको तपाईँको गैँडाकोटको कोही गर्मी छल्न चाहनुहुन्छ भने नजिक एकदम सबै अटो बाइकहरू स्कुटीहरू सबै आउन मिल्ने ठाउँ। आधा 40 मिनटको समयमा आइपुग्ने ठाउँ। पारिपट्टि तनहुँ वारी नलपुर बिचमा काली छन्। कालीसँग जोडिएका धेरै सानातिना नदीहरू बगेको एउटा बर्खामा चाहिँ साह्रै नै दुःख दिन्थ्यो। पहिला यहाँ पुल पनि बनेको छ महेश खोला, जो गैँडाकोट 18 17 को माथिल्लो भाग 18 हुँदै आउँछ महेश खोला। ठुला गाडीहरू